तपाईको बयान त अब सिआइबीले लिनुपर्छ। तपाईको बयान त सम्पत्ति शुद्धिकरणले लिनुपर्छ। तपाईको बयान त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिने हो। तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको पाठ पढाउँदै कांग्रेसका तत्कालीन मैले पहिले भनिसके प्रमुख सचेतक जो तपाईँ रमेश लेखक अहिले गृहमन्त्री हुनुहुन्छ, उहाँले के भन्नुभयो भने आरोप लागिसकेपछि, जब रवि लामिछानेलाई आरोप लागिरहेको थियो, आरोप लागिसकेपछि जो कोहीले पनि निष्पक्ष अनुसन्धानका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भनेर उहाँले भन्नुभएको थियो। यही शब्द उहाँले भन्नुभएको थियो। खाने बेला मिलेर खाने, दोष कर्मचारीले दिएर